यो चाहिँ हामीले घरमै बनाएको लोकल ह्याचेरी मेसिन। यसमा करिब 100 देखि 150 अन्डा हामीले ह्याचेरी गर्न सक्छौँ। यसमा अन्डा राखेर यो हामीले दुईटा डिसी फ्यान युज गरेका छौँ अनि यहाँबाट हामीले बल दिनेछौँ। यो चाहिँ हामीले आफैले घरमा बनाएको यो माछाको क्यारेट ल्याएर योभन्दा अगाडिको के प्रोसेस छ म पनि त्यो पनि सेयर गर्नेछु। हामीलाई यो खालको एउटा अटोमेटिक टेम्परेचर कटर चाहिन्छ। यसले चाहिँ तपाईँलाई टाइमर सेट गरिसकेपछि अटो कट हुन्छ, त्यस कारणले यो चाहिँ चाहिन्छ। हामी अब बल्बको सिस्टम त्यो लाइटिङहरू गर्दैछौँ। यो लाइट यसमा हामीले जोडिसकेपछि तपाईँलाई केही समयमा सम्पूर्ण एकदम सेटअप देखाउनेछौँ। हामीले यो सबै रेडी गऱ्यौँ। जस्तो यहाँ टाइमर सेट छ, टाइमर भन्दा नि यो तापक्रम सेट छ। यो चाहिँ तपाईँहरूले 37 भन्दा माथि जानु भएन र 37 भन्दा तल जानु भएन। हाम्रो सेट 37 अन हुनेछ र 37 भइसकेपछि अफ हुनेछ होइन। अब अहिले 37 भएर हाम्रो यो बन्द भएको छ। केही समयपछि आफै खुल्छ। यो भित्रको सेटअप हेर्नुहुन्छ भने यो खालको छ। मैले फ्यान चाहिँ जोडिसकेको छैन। यो अहिले तापक्रम कम हुने बित्तिकै अब यो यसरी गर्दा चाहिँ चाँडो सेलाउने भएर यो अटोमेटिक आफै खुल्छ। अब यो चाहिँ हाम्रो यहाँ बल छ। यसको तल चाहिँ यो ह्युमिडिटी तपाईँलाई कन्ट्रोल गर्नलाई दुईटा मगमा पानी हाल्नुपर्छ र यो डिसी फ्यान भएको कारणले मैले जोड्न सकिनँ अहिले। यो फ्यानले चाहिँ कस्तो गर्छ भने तपाईँहरूलाई तापक्रम सबैतिर यसले म्यानेज गराउँछ। जस्तो कहीँ कुनामा नपुगेको तापक्रमहरू पनि फ्यानको माध्यमले गरेर सबैतिर पुर्याउँछ। त्यस कारणले हामीले यो डिसी फ्यान दुईटा यो सेटअपमा हामीले हालेका छौँ ठ्याक्कै बलको पारिपट्टि। त्यो भएको कारणले बलको हिट अब्जर्भ गरेर उसले उता फाल्ने गर्छ। यो चाहिँ हामीले त्यही हिसाबले बनाएको छौँ। मैले खोलिदिएको कारणले गर्दा यो टेम्परेचर एकदम कम भइरहेछ। जस्तो एकचोटि लगाएर हेर्छु म होइन। यो चाहिँ हामीले होममेड ह्याचेरी मैले पनि फर्स्ट टाइम ट्राई गरेँ हो। यो हाम्रो अटोमेटिक टेम्परेचर बढ्दै जान्छ। टेम्परेचरको जुन यो अटोमेटिक टेम्परेचरको जुन कटर छ यो चाहिँ हामीले दराजमा सजिलैसँग भेट्न सक्छौँ। त्यस कारणले त्यहाँबाट मगाउँदा हुन्छ। यसमा हेर्न सक्नुहुन्छ आफै टेम्परेचर बढ्दैछ। यो बढेर मैले लोमा चाहिँ 37 सेट गरेको छु भने हाईमा 37.6 सेट गरेको छु। यो 37.6 भइसकेपछि चाहिँ अटोमेटिक बन्द हुने र 37 भन्दा तल आइसकेपछि अटोमेटिक आफै अन हुने हुन्छ। त्यस कारणले गर्दा यो तापक्रमको लागि चाहिँ हामीलाई खासै अप्ठ्यारो पर्दैन। यो खालको एउटा यो मिटर पाउँछ होइन, अटोमेटिक टेम्परेचर मिटर भनेर पाउँछ। यो मिटर हुँदा हामीलाई खासै असर चाहिँ पर्दैन। यसले एकदम आफैले कन्ट्रोल गर्ने हुन्छ। र भित्र ह्युमिडिटीको लागि चाहिँ हामीले पानी राख्नुपर्ने हुन्छ र दुईटा डिसी फ्यान राख्नुपर्ने हुन्छ। यस्तो फ्यानले चाहिँ तपाईँलाई सबैतिर तापक्रम राम्रोसँगले पुर्याउँछ। यो हेरिरहनु भएको होला हजुरहरूले होइन। मैले एकछिन होल्डै गरेर देखाएँ। यो हजुरको टेम्परेचर बन्द छ। मैले यो सबैतिर बन्द गरिदिएको छु। यसमा अलिकति एउटा भेन्टिलेसनको काम बाँकी छ। एउटा माथिपट्टि चाहिँ हामीले सानो 2x2 को भेन्टिलेसन एउटा बनाउँदाखेरि चाहिँ हुन्छ, किनभने अक्सिजन चाहिने हुन्छ। त्यो अक्सिजनको लागि चाहिँ हामीले माथि एउटा भेन्टिलेसन बनाउनुपर्छ र आफूले अन्डाको हेर्नलाई भनेर एउटा यहाँ ट्रान्सप्यारेन्ट सिसा हालेर त्यो पनि बनाउनु पर्ने हुन्छ। त्यो मैले अब अहिले राति भएर भ्याइनँ। यो हेरिरहनु भएको 37 भयो। हाम्रो यो लो सेटअप चाहिँ यो हो होइन। हेर्दै हेर्नुहोस् 37.6 पुगिसकेपछि अटोमेटिक मेसिनले तापक्रमलाई बन्द गरिदिन्छ। त्यो हुँदाखेरि हामीलाई खासै डर हुँदैन। हेर्नुहोस् अब म चाँडै नै हजुरहरूलाई फाइनल सेटअप जस्तो अन्डा हालेर सबै कुरो गरेर त्यो एकदम चाँडै नै अर्को भिडियोमा हजुरहरूलाई देखाउने छु। अहिले चाहिँ हामीले यो आफूले घरमा बनाएको एकदम होममेड ह्याचेरी बनाएको हो।